माबिलुङ इनर्जी लिमिटेडले यही असार 22 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति किता 100 रुपियाँ दरका 18,90,530 किता सेयर निष्कासन गर्न लागेको हो। यो आइपिओ सबैले भर्न भने पाउँदैनन्। यो आइपिओ विशेष गरेर वैदेशिक रोजगार र स्थानीय प्रभावितको लागि हो। यो आइपिओ आयोजना प्रभावित र स्थानीय बासिन्दा साथै वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि मात्र हो। न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन 4 गतेसम्म रहेको छ। आयोजना प्रभावित समूहबाट पूर्ण आवेदन नपरेमा यो अवधि साउन 19 गतेसम्म पनि लम्बिन सकिनेछ। तर वैदेशिक रोजगारीका लागि भने यो लम्बिने छैन। आयोजना प्रभावित तर्फको आइपिओमा सङ्खुवासभा जिल्लाको मादी नगरपालिका 7, 8, 9 र चैनपुर नगरपालिका 2, 3, 7, 8, 9 वडामा स्थायी रूपमा बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरू जसले आइपिओ भर्ने बनाएका छन् उहाँहरूले पनि भर्न सक्नुहुनेछ। आइपिओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। साथै ग्लोबल आइएमई ब्याङ्क चैनपुर शाखा, हिमालय ब्याङ्क मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज ब्याङ्क खातबारी शाखा र आयोजनाको पावर हाउस कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। यो आइपिओ स्थानीयहरूको लागि हो भने अब स्थानीय र वैदेशिक रोजगारको रिजल्ट आएपछि तत्कालै सबै सर्वसाधारणको लागि खुल्नेछ। त्यसैले यो आइपिओको लागि पनि तपाईँ पैसा जम्मा गर्दै गर्नुहोस् र तपाईँ स्थानीयहरूले र वैदेशिक रोजगारमा रहेकाहरूले अवश्य पनि आइपिओ भर्नुहोला। वैदेशिक रोजगारमा रहेकाहरूले 10 किता नै भर्नुभयो हुन्छ। स्थानीय प्रभावितहरूले भने तपाईँले अलि धेरै भर्नु भए राम्रो हुन्छ। 200, 300 कति किता भर्न सक्नुहुन्छ, तपाईँले भरेको राम्रो हुन्छ। आइपिओ र सेयर सम्बन्धी जानकारीको लागि बेस नेपाल इन्फो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। अर्को भिडियोमा फेरि भेट्छौँ। सबैलाई यो आइपिओ र सेयर बजारले राम्रो गरेको होस्। जय आइपिओ, जय सेयर बजार।